काली माताको चरणमा रगत चढाउँदै धेरै समय बिताए मैले, तर अब त्यो बलिदानको अभिनय पूरा भयो। म जन्मिएकै राजा बन्नलाई हो, राजा। जब ती निर्दोषहरूका घाँटी रेटिन्छन्, जब राक्षसहरू तिमीलाई हेरेर हाँस्छन्, तिमी किन मौन बस्छौ? के यो धरतीमा अब त्यस्तो युग पुरुषको जन्म हुन्न जसले ती राक्षसहरूको घाँटी रेटोस्? काली माताको चरणमा रगत चढाउँदै धेरै समय बिताए मैले, तर अब त्यो बलिदानको अभिनय पूरा भयो। म जन्मिएकै राजा बन्नलाई हो, राजा। जब ती निर्दोषहरूका घाँटी रेटिन्छन्, जब राक्षसहरू तिमीलाई हेरेर हाँस्छन्, तिमी किन मौन बस्छौ? के यो धरतीमा अब त्यस्तो युग पुरुषको जन्म हुन्न जसले ती राक्षसहरूको घाँटी रेटोस्?